ल आजको सेयर गेम चाहिँ यति नै भयो। यहाँ अलिकति फुटेर भित्रको निस्क्यो नि। ल आउनु है आमा सेयर गेम खान अब। निकै बेर पकाउनु पर्यो होला नि त अहिले। हुन्छ आज हाम्रो यो त ससेजै जस्तो भयो त अनि। हामी सेयर गेम बनाउँदैछौँ सुँगुरको आन्द्रामा। यहाँनिर मसला, मार मसला, धनियाँ, प्याज काटेर हाल्यो अनि अब यहाँ याङबेन पनि हाल्नुपर्छ। अनि चामल याङबेन भिजाएर यसरी काटिराख्नु भएको छ। याङबेन धेरै हुँदैन चामल। आन्द्रा चाहिँ यति धेरै छ। पोर्क ससेज हो यो चाहिँ, लिम्बू सेयर गेम। अनि यो ठुलो चाहिँ यहाँ बोसो हुन्छ नि त, अनि यसकै बोसो काटेर टुक्रा टुक्रा। अब ब्लड चाहिँ अलिक पातलो भएछ, मुस्ने हो। पानी चाहिँ हाल्यो। यति सर्गेम्बाको भित्र हाल्नलाई चाहिँ यहाँ मिसिरहेको चामल सबै थोक हालेर यहाँ चाहिँ अब आन्द्राभित्र हाल्नलाई चाहिँ अलिक डर बानु अनि यहाँतिर छ धागोले टिकटिक भन्नुपर्छ। खै यहाँ त बच्चालाई चारो खुवाएको जस्तै खानु परेको छि। अनि झोल पो बनाउनु पर्छ हौ ज्योति। यस्तै मिठो हुन्छ क्या बोजूले चाहिँ अस्ति त्यो किलो पनि मिठो हुँदैन क्या। यहाँ त रातो हुनुपर्ने हो नि। यो रगत पुगेन यसको मतलब। तल पनि डोरी बाँध्यो आन्द्रामा, अनि फेरि बिचमा किमा हालेर भरेर फेरि पनि बाँधिरहेको छ यो ज्योतिले। तर बदलमा भिडियोमा नि त्यसै गरी क्या एउटा केटीले हालेर सलल पस्छ नि। आमाहरू चाहिँ त्यसरी बनाउँथ्यो अरे। अब यो चाहिँ ज्योतिको रगत हुँदा मात्रै त्यस्तो हुन्छ क्या, किनभने रगत त भरे पाकेपछि त्यो हुन्छ नि त। चरालाई यहाँ चारो खुवाइदिरहेको छ यहाँ। के भएर पो पसेन यहाँ त। दुलै टालेको थियो कि त्यो बाहिरको छालामा चाहिँ पस्यो क्या हो। त्यत्रो लामैमा गर्दा पस्दैन नि, भित्र बोसोले टालेको छ। यो अनि उल्टो भएर पनि होला नि त, झन् अप्ठ्यारो भएको। सुल्ट्याउँदा हुँदैन, सुल्ट्याएर हाल्दा अनि सबै पिग्लिन्छ नि त बोसो। त्यो बोसो भित्र बाहिर त्यही भित्र बोसोभित्रै पस्नु पर्यो खानेकुरामा। आम्मामा स्पाइसी धेरै बोसो हुँदो रहेछ। त्यही मिठो हुन लाग्यो। बाँधौँ न पहिला, बाँधौँ। बोसो छ नि त यो थोरै छैन। त्यही भएर सर्गेम्बा बनाउँदा सबै पल्टाउने नै हो खासमा। पर अनि कति सानो हो। यहाँ चाहिँ आन्द्रा धेरै भयो भनेर उसिनेर राख्नलाई यसरी उमालिरहेको छ। त्यसमा ल अब यहाँ चाहिँ उम्लेको पानीमा चाहिँ अघि बनाएको ससो, यो चाहिँ कति ठुलो क्या। किनभने चाहिँ राम्रो भएको पाकेपछि टाइट भयो भने राम्रो हुन्छ होइन। मेरो साथीहरूले नि हेर्यो भने तर्सिन्छ नि तिमीहरू। भिडियो सेयर गरेर सब्सक्राइब बढाइदिनु। यो चाहिँ लामो भयो नि, यो चाहिँ राम्रो पनि भएको। ल यहाँ चाहिँ अब पानी उम्रेकोमा ससेज हाल्नु। अलि पानी पो धेरै नै। अब यो बुटुटु उम्रिन्छ नि त, छोपिदिउँ एकछिन। त्यही त अब यसमा त भित्र चामल मासु सबै चिजहरू हालेको छ। अब निकै बेर पकाउनु पर्यो होला नि त। हुन्छ आज हाम्रो यो त ससेजै जस्तो भयो त अनि। नजान्नेले त यो खाँदैनन् पनि होला। के पो फुचुचुचु गरौँ होइन, उचालेर पाक्दैछ। यसलाई त कम्तीमा नि आधी घन्टा 1 घन्टै पकाउनु पर्छ होला, भित्रको पाक्नु पर्यो। ल हाम्रो सर्गेम्बा चाहिँ कस्तो भयो भने म हजुरलाई देखाउँछु। यसरी पानी यस्तो भइरहेछ। ल हाम्रो सेरगेम चाहिँ पाको है, पाको। अब म चाहिँ यहाँ थापिरहेको छु। यो चाहिँ सबसे ठुलो हो। तातो हुन्छ, जाली जस्तो मात्रै फोर्छौँ। धेरै छैन क्या आज, अरू बेला जस्तो धागोले बाँधेर हो। त्यो दुईटाले त्यो पनि त्यो गरेको ठुलो
मैले त गरिनँ हो त्यो आफै फुटेको बोजूले त छेड्दै हुनुहुन्थ्यो मैले हतार हतार छेड्नु भएको भने नि नछेडेको एउटा छेड्नु भएछ अनि माथि पानी पिचकारी हान्दै थियो नछेड्नु त अनि छेड्नु होइन नि त्यो त धेरै भएर फुट धुलो पनि सुकै भन्छ ल सेर्ग्यौँ ब्लड चाहिँ अलिक कम भएर अलिक कालो नभएको आज कमाउनुको लागि अब मिठो भएछ यहीँ के को अचार हो यो भन्नै आएन टमाटर तिल हरियो खुर्सानी धनियाँ सबैको अचार रक्ती कम भएर त्यो भित्रकोलाई ट्याप्पै सामान यस्तो बुरबुर छरियो नि अचार हाल्नु अब यहाँ लु हाल्नु ल सट सोध्नै खाने अब यस्तै हो आजको सेर्गे अलिक पातलो अझै एउटा थप्नुपर्छ क्या जति मिठो पो छ त यो किन सेतो सेतो भात जस्तो देख्यो भने चाहिँ रक्ती कम भयो अनि भित्रको किनाहरूलाई सबै पक्रेन क्या अलिक राम्रोसँगले होइन ल आउनु है आमा सेर्गेम खान अब